धन्यवाद नमस्कार। पटक पटक नारी हिंसाको कुराहरू मात्रै आए तर चाहिँ नारी हिंसा भनेको पटक्कै बन्द भएन। त्यही भएको हुनाले मैले एउटा सानो सानो गीत बनाएर सरकारलाई चाहिँ एउटा सूचना गरेको छु। साथीहरू सबैले सुनेर साथ दिनुहोला अनि कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नुहोला है साथीहरू। एउटा मेरो यो सानो प्रयास हो। कहिले नारी न स्वदेशमा सुरक्षित छन् न विदेशमा सुरक्षित छन्। थाहा पाउनुभयो होला अमेरिकामा पनि एउटा श्रीमानले एउटा श्रीमतीलाई काटेर बोराभित्र चक्न पारेर हत्या लुकाउन प्रयास गरेको यो घटनाहरू त हजुर हामीलाई जानकारी नै छ। यस्ता घटनाहरू पटक पटक अब नदोहोरिउन् पनि भन्न चाहन्छु। मेरो गीत यस प्रकार छ साथीहरू है। एउटा बिन्ती गर्छु मैले हे सरकार बालेन, फाँसी दिने कानुन अब गर्नु थालेन। गरिमा चौधरीको कुकुर हत्या भएको छ, गरिमा चौधरीको कुकुर हत्या भएको छ। न्याय हाम्रो ए सरकार कता गएको छ, न्याय हाम्रो ए सरकार कता गएको छ। दाइजो हिंसा बलात्कारमा कति चेली मारिए, दाइजो हिंसा बलात्कारमा कति चेली मारिए। जिउँदै काटी बोराभित्र कति फालिए, जिउँदै काटी बोराभित्र कति फालिए। कानुन मन्त्री होइन अब चुप लागेर बस्नु, कानुन मन्त्री होइन अब चुप लागेर बस्नु। फाँसी दिने कानुन लेख्न कम्मर कसनु, फाँसी दिने कानुन लेख्न कम्मर कसनु। कहिलेसम्म हामी नारी अन्यायमा पर्ने हो, कहिलेसम्म हामी नारी अन्यायमा पर्ने हो। हाम्रो सुरक्षित सरकार कहिले गर्ने हो, हाम्रो सुरक्षित सरकार कहिले गर्ने हो। कि भनिदेऊ नारी शक्ति हामीलाई चाहिँदैन, कि भनिदेऊ नारी शक्ति हामीलाई चाहिँदैन। पटक पटक नारी मार्न अब पाइँदैन, पटक पटक नारी मार्न अब पाइँदैन। भोट दिनु भन्दै हिँड्यौँ परिवर्तन रोज दिनु, भोट दिनु भन्दै हिँड्यौँ परिवर्तन रोज दिनु। नारी सुरक्षित हुने ठाउँ खोजिदिनु, नारी सुरक्षित हुने ठाउँ खोजिदिनु। गरिमाको हत्यारालाई फाँसी दिनु पर्दछ, गरिमाको हत्यारालाई फाँसी दिनु पर्दछ। होइन भने अब नारी अघि सर्दछ, होइन भने अब नारी अघि सर्दछ। फाँसी दिने कानुन बनाऊ हाम्रो साथ पाउने छौ, फाँसी दिने कानुन बनाऊ हाम्रो साथ पाउने छौ। होइन भने सरकार ढाल्न आमा लाग्ने छौँ, होइन भने सरकार ढाल्न आमा लाउने छौँ। गरिमाको यो हत्याले हाम्रो छाती चरर, गरिमाको यो हत्याले हाम्रो छाती चरर। संसारकै हामी आमा रोछौँ धरर, संसारकै हामी आमा रोछौँ धरर।
आमा नारी शक्तिको गरिदेऊ सरकार सम्मान। आमा नारी शक्तिको गरिदेऊ सरकार सम्मान। नारी पनि जाग्छौँ अब कमजोर नठान। नारी पनि जाग्छौँ अब कमजोर नठान। हस्, धन्यवाद, नमस्कार।